हरे नमो श्री परमात्मने नमः। अनादि ऐश्वर्य अनंत कोटि ब्रह्मांड का नायक भक्तवान सकल पतरु कवि विद्युतान अकारण करुणा वरुणालय ज्ञान का सागर दया का सागर दीन बंधु दीनानाथ परात्पर परमंगलेश्वर परात्परेश्वर भगवान बाल मुकुंद लाल प्रभु कांगे प्रतिमूर्ति स्वरूप यो भविष्य महापुराण रूपी ज्ञानमय भक्तिमय वैराग्यमय अर्चनामय साधनामय महामय महानुष्ठान यो नवयज्ञमा श्रवण गर्नका लागि विराजमान हुनुहुने सम्पूर्ण श्रद्धेय परमात्माका प्यारा भगवानका भक्त माता पिता भ्राता भगिनीहरुमा सदन मृत बिन्ती गर्दै यसको प्रवचन हुन्छका लागि कर मल क फाँस्या निन्दा चिन्ता ठट्टा आदिका सारा व्यावहारिक वस्तुहरू परित्याग गर्दै मनमा हुने भगवान परमात्मा प्रभु श्रीहरिका लागि सम्झना गर्दै मुखले प्रभुको महामन्त्र ओम नमो भगवते वासुदेवाय भन्ने परिमन्त्र जप्दै श्रवण गरी बक्सेर भन्ने सुविधाका साथमा अब यो भविष्य पुराणको कथा सुनौँ। हिजोका दिनमा हामीले 8 प्रकारका बिहेको बारेमा बुझेका थियौँ। पत्नी र पतिको सम्बन्धको बारेमा पनि बुझेका थियौँ र माता पिताको कति महत्त्व छ भनेर त्यो संस्कारको बारेमा सुनेका थियौँ र तिथिहरूमा पनि कुन तिथिको कस्तो प्रकारको महिमा छ भन्ने प्रश्नमा यो तिथिमा यो देवताहरूको ध्यान गर्नुपर्छ यसको पूजा आजा गर्नुपर्छ भनेर बताइयो। अब आज फेरि सुन्नुहुन्छ प्रभु अरू सबै तिथिहरूको बारेमा बुझे पनि मलाई हजुरले पञ्चमीका दिनमा चाहिँ नागको पूजा गर्नुपर्छ भन्नुभयो। पञ्चमी तिथि नागहरूलाई किन प्यारो हो मलाई त्यो कुराको खुलासा गरेको छु भनेर पञ्चमी तिथिको बारेमा सोधिसकेपछि तपाईँ ध्यान दिएर सुन्नु भन्नु। पञ्चमी तिथि नागहरूका लागि अत्यन्त प्यारो तिथि हो। नागहरूका लागि आनन्द दिने तिथि हो। जसले पञ्चमी तिथिका दिनमा नागलाई दुधले स्नान गराइदिन्छ भने उसका साथमा बासुकी तक्षके कालीय मणिभद्र ऐरावत धृतराष्ट्र कर्कोटक धनञ्जय आदि गरेका ठुल्ठुला नागहरूले पनि अभय दान दिन्छन् भनेको डराउनु पर्दैन। नागदेखि डराउनु पर्दैन, सर्पदेखि पनि डर हुँदैन। जसले नाग पञ्चमीका दिनमा नागहरूका लागि पूजा आजा गर्दछन् भने तिनको कल्याण हुन्छ। आज नाग पञ्चमीको तिथि चाहिँ यो नागहरूका लागि किन प्यारो हो भन्दाखेरि अब पञ्चमी तिथिका दिनमा नागहरू सम्पूर्ण जलेर मर्न आँटेका थिए। अरू सबै तिथिमा नागहरू मर्न आँटेका थिए। गढेर मर्दाखेरि नागहरू पञ्चमी तिथिका दिन बाँचेको हुनाले उनीहरूको लागि प्यारो हो। किनकि पञ्चमीका दिन हाम्रो प्राण बाँच्या हो भनेर अब नागहरू प्रसन्न भए भनेपछि लौनो प्रभु नागहरू आगामा डर मर्नुपर्ने कारण के थियो लौनो मेरो गुरु मलाई बताइबक्छु भनेर राजा शतानिकले सुमन्तु नाम रहेको ऋषिलाई सोद्धा सुमन्तु ऋषि भन्नुहुन्छ हे महाराज शतानिक हजुरका लागि यही कुरा बताउँछु ध्यान दिएर सुन्नु। अघि कुनै समय देवता र दानवहरूमा एकजना ऋषि हुनुहुन्थ्यो दुर्वासा नाम रहेको ऋषि। दुर्वासा ऋषि सधैँभरि माता माया भुवनेश्वरीको सेवा गर्नुहुन्थ्यो। दिवानी भुवनेश्वरी भन्नुभयो के इच्छा छ गर्नु माग भन्दा आमा मलाई केही पनि थाहेको छैन हजुरको त्यो माला हजुरको प्रथा मैले पाउँछु कि उहाँले पनि हुन्छ अरे भनेर त्यही माला त्यही प्रसादले आफ्ना कानमा लगाएर हिँडिराख्नु भएको कता कताबाट फेला पार्नु भएछ बाटा पुग्दैन महाराज नली नन्दन बगैँचामा फेला पार्नु आज राजालाई फेला प्रयोग गर्नु हो भनेर तिनी राजाका लागि आफूले लगाएको माला झिकेर लगाइदिनु भएको गलामा तर त्यो ऋषिले दिएको माला राजाले लाउन मन पराउनु भएन।
गलामा लगाएको माला उनले झिकेर फाल्ने बित्तिकै त स्वर्गका सम्पत्तिले माथि गराएछ घमण्ड रहेछ। मूर्खहरूका लागि के हुन्छ अरे भने विद्यां विवादाय धनं मदाय। मूर्खले धेरै पढ्यो भनेदेखि झगडा मात्रै गर्छ। मूर्खको पढाइ झगडा गर्नको लागि मात्रै हो, त्यसलाई कुनै नियम छैन। मूर्खको धन मदाय भनेको फुर्ती लाउन मात्र हो। लाउन आपत पर्यो भन्नुहुँदै एउटा पैसा कौडी दिँदैन। आएपछि चाहिँ मेरो सम्पत्ति यति छ भनेर यसो कुरा लानु फुर्ती गर्नु, धन फुर्ती लाउनलाई, पढेको झगडा गर्नको लागि। मैले यति जान्छु यति पढ्छु मसँग कहिले सक्छ। जसले म भनेर अहङ्कार गर्छ, मैले जस्तो दानी, म जस्तो पढेको, म जस्तो राम्रो, म जस्तो गतिलो भनेर अहङ्कार गर्छ भने त्यसको कुनै प्रकारको काम छैन। आज त मैले साह्रै मूर्ख रहेछ राजा इन्द्र, तैँले मेरो यो भगवतीले दिएको प्रसाद यो मालाका लागि तैँले अपमान गरेको हुनाले तेरो श्री सम्पत्ति नष्ट भएर जाओ। गएको स्वर्गलोकमा जाँदा सारा संसार ऋषिका श्रापले गरिकन सबै कुरा खेर गएछ। केही बानी छैन, किनकि विनाशकाले विपरीत बुद्धि। बिग्रने बेला नाच्ने बेला के हुन्छ? विपरीत बुद्धि लाग्दछ। उहाँले भन्नु धनान्ते चितनी गावो, धनान्ते बलवीर, सुखान्ते कर्गसा नारी, सर्वान्ते ब्राह्मणो। धनान्ते चितनी गायो, गाई बढ चाहिँ लाग्छ, भ्याउँदैन भने गाई अब पहिलो त गाई सकियो, अब हुँदैन जाँदैन। अनि धनान्ते बन्धुवीर, दाजुभाइमा काँडा गाडा मारामार पर्यो भने धनको अन्तिम हुन्छ। धन अब आउँदैन केही पनि। धन सन्जेलले मान्छेले मुद्दा खेलाइदिन्छ। अब ठुलोबाट पाउने कुरो केही पनि छैन, धन सक्यो भनेपछि मिल्नुपर्छ दाजुभाइ भनेर लागिन्छ। सम्पत्ति सकिएपछि मिलेर के फाइदा छ? त्यस्तो धनान्ते बन्धुवीर, सुखान्ते कर्कसा नारी। घरा कर्कसा नारी पत्नी पर्ने भने सुख अन्तिम भयो। अब सुख पाइला भन्नु पर्दैन। त्यसकारण सर्वान्ते ब्राह्मणो रिपो, ब्राह्मण शत्रु भई सबै कुराको नाश हुन्छ। राजाले ब्राह्मणलाई शत्रु बनाएका हुनाले उहाँको सबै कुरा नष्ट हो। जानुभएको स्वर्गलोकका बिचमा, जानुभयो स्वर्गलोकका बिचमा, उहाँ स्वर्गलोकमा जाँदाखेरि बाँकी केही पनि रहेन। सबै कुरो हराएर गएको कारणले गर्दा सारा टिभी देवताहरू रुँदै रुँदै कराउँदै कराउँदै पुग्नु भएछ। उनी भगवान परमात्मा प्रभु श्री हरिका साथमा अब गएर निवेदन गर्दछन्, पुकार गर्दछन्। पर्यौं शरणमा, पर्यौं शरणमा, भक्त वत्सल भगवान पर्यौं शरण, पर्यौं शरण, पर्यौं शरण, भक्त वत्सल भगवान पर्यौं शरण, पर्यौं शरण, पर्यौं शरण, भक्त वत्सल भगवान पर्यौं शरण, पर्यौं शरण, पर्यौं शरण, भगवान पर्यौं शरण, शरण, पर्यौं शरण, भक्त वत्सल भगवान पर्यौं शरण।
करना रक्षा करना भक्तवत्सल भगवान आयौ शरण रक्षा करना भक्तवत्सल भगवान आयौ शरण रक्षा करना भक्तवत्सल भगवान आयौ शरण हरि भक्तवत्सल भगवान आयौ शरण हरि भक्तवत्सल भगवान आयौ शरण भक्तवत्सल भगवान आयौ शरण श्री नारायण भगवान की भगवान नारायण को पुकार गर्दा भगवानले भन्नुभयो भएको सारा सम्पत्ति समुद्रमा पर्या हुनाले समुद्र मन्थन गर्न आउनुपर्छ भन्नुभयो। त्यही समुद्र मन्थन गर्दाखेरि मन्थन गर्ने क्रममा एउटा उच्चेश्रवा नाम रहेको घोडा निस्केछ। उच्चेश्रवा नाम रहेको घोडा अत्यन्त सुन्दर घोडा भएको कारणले गर्दाखेरि पहिला राजा बलिले जिम्मा दिएको थियो। राजा बलिले पनि भगवान सूर्यलाई अर्पण गर्नु भएको थियो। एक दिनको कुरा हो, कश्यपका पत्नीहरू 13 वटी थिए। ती मध्येमा प्रभु र विनता नामका पत्नी पनि थिए। दुईटी पत्नी थिए। दुईटी बसेर गफ गर्दै थिए। बिचरा दिदीलाई चाहिँ झुप्प ओ दिदी तिमी लाग्यो न छैन टाउको ठोकी नानिसक्यो छैन भन्छौ। तिमीलाई लगेर सोधौँ के सूर्यका घोडा काला छन् बिसेता। बहिनीले अनि दिदीले भनिन् सेता। बहिनीले सोधिन् दिदीले भनिन् सेता। यस्तो कुरा नगर दिदी, सूर्यका घोडा त छन् काला भन्नु बहिनीले। पत्याउँदिनौ नपत्याउने बाजी ठोक्ने हो। जसले हार्छ त्यो दिदीको कुमारी बन्नुपर्छ हुन्छ भने दिदीले पनि हुन्छ भनिन्। दिदी र बहिनीले बाजी ठोकिसकेपछि ल जाउँ त घोडा हेर्नको लागि भनेको बहिनी चाहिँ गो सातो गइगयो पनि भन्छन् आफ्ना दिदीका साथ। आज मलाई गाह्रो भाछ भोलि जाउँला दिदी। 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 सबैले ताली बजाउनु होला। भनेको माना जाउँला भोलि बिहान। भनेको माना जाउँला भोलि बिहान। मलाई गाह्रो भाछ भोलि जाउँला दिदी। मलाई गाह्रो भाछ भोलि जाउँला भनेको माना जाउँला भोलि बिहान। भनेको माना जाउँला भोलि बिहान। मलाई गाह्रो भाछ भोलि जाउँला दिदी। आज मलाई गाह्रो भाछ भोलि जाउँला दिदी। जय हो।
दिदी पियारी नबनाना अप्ठ्यारी आज मलाई गाह्रो लाग्छ भोलि जाउँला दिदी आज मलाई गाह्रो लाग्छ भोलि जाउँला दिदी मेरी दिदी पियारी नबनाना अप्ठ्यारी मेरी दिदी पियारी नबनाना अप्ठ्यारी आज मलाई गाह्रो लाग्छ भोलि जाउँला दिदी आज मलाई गाह्रो लाग्छ भोलि जाउँला दिदी जय हो जय हो जय हो ढाखरा लाग्न ढाडो चक्करा अहिले भर्खर लाग्न थाल्यो चक्कर मलाई गाह्रो लाग्छ आज मलाई गाह्रो लाग्छ भोलि जाउँला अहिले भर्खरा लाग्न ढाडो चक्करा अहिले भर्खर लाग्न थाल्यो चक्कर आज मलाई गाह्रो लाग्छ भोलि जाउँला आज मलाई गाह्रो लाग्छ भोलि जाउँला साँच्चै कुरा भन्दिनु मेरो आज मलाई गाह्रो लाग्छ भोलि जाउँला दिदी आज मलाई गाह्रो लाग्छ भोलि जाउँला दिदी मलाई गाह्रो लाग्छ भोलि जाउँला दिदी आज मलाई गाह्रो लाग्छ आज मलाई गाह्रो भएको देखिनु अहिले भर्खर मलाई चक्कर लाग्यो थालो भनिदिन्थ्यो ऊ आफैले बाजे हारिन्छ भनेर चक्कर लाग्यो लाग्दैन थियो उसलाई मलाई गाह्रो भएको छ भनेको मान्नु जाँदा भोलि बिहान भन्छ नि फल हुन्छ नि होइन आज जाउँ मैले भने मलाई आज गाह्रो भएपछि भोलि बिहान जाँदा फेरि त्यो घाममा चाहिँ मलाई गाह्रो हुन्छ जाडोमा के हुन्न गर्मी खाउन सक्दिनँ जाडोमा मलाई केही हुँदैन म गर्मी खाउन सक्दिनँ मलाई चक्कर लागिहाल्छ भोलि बिहान जाउँला भन्नु त्यति कुराकानी गरेँ र भोलि जाने भोलि पनि जाउँला मलाई दिदी आफ्ना घरमा आइन् बहिनी पनि घरमा आइन् दिदीको त बिचरा केही थिएन मलाई त जिछु भनेर मनमा छोड्यो तर बहिनीको मनमा के भयो अरे भने घर आएर आफ्ना छोरा फकाउँछन् बाबु आज मैले दिउँसो दिदीसँग झगडा गरेँ बारी सोधे घरबाट काला कि सेता भन्दा मैले सोधिन् दिदीले भन्छन् सेता मैले भने काला जसले हार्छ अब कमाएर बस्न जाला भनेको छ घोडा कालै कमारी मैले हुनुपर्ने हो नि भन्ने पनि मै कमारी हुनुपर्ने
आजै जान्छु भन्थिन् दिदी, आज मलाई गाह्रो भएको छ, भोलि जाउँला दिदी भनेर फकाएर राखेका छन्। तिमीहरू सबै मेरा छोराहरू, सर्प जति मेरा सबै छोराहरू छौ जति, नागहरू जति गएर त्यो सूर्यका सेता घोडामा गएर लपक्क गरेर टाँसिनु। म टाढेबाट देखाइदिन्छु त्यो सर्प। घोडा देखाउँदाखेरि घोडा काला देखिन्छन्। काला घोडा देखेपछि दिदीलाई कमाली बनाउनु पर्छ भनेको यस्ता नचाहिँदो काम गर्दैन, अब मान्दैनौ आमा भन्ने बित्तिकै आफ्नै आमाले भने कुरा नटेर्ने, तिमीहरू जति छोरा केटाकेटी छौ तिमीहरू सबै गएर आगा डढेर मर्नु पर्यो भनेर श्राप दियो आमा। आमाका श्रापले गर्दाखेरि ती सर्पहरू डढेका हुन्। अनि आमाको श्रापले सर्पहरू डढ्नु त्यो फेरि आमाले त साइदो कुरो बोलेको थियो नि बोल्नु त, बिनाले त सत्य कुरो बोलेको थियो। सूर्यका घोडा सेताकै काला भन्दा बढीले सोधाखेरि सिधै भनेको थियो, घोडा त सेतै थियो। तर साँचो कुरो सत्य कुरो बोल्ने व्यक्तिले पनि आज कमारी दासी किन भन्नु पर्यो? यसमा चाहिँ के छ प्रभु मलाई बताइबक्छ भन्नुहोस्। यसको चाहिँ एउटा कारण छ। क्रोध र विनता एउटै बाउका छोरीहरू, श्रीमान पनि एउटै बाउ पनि सँगै फुल पनि बारेछन्। क्रोधले बारेका फुलहरू केही समय पछाडि पुरै हिँड्न थालेछन् फुलेर। विनताले बारेका दुईटा फुल हिँड्दैनन्, जस्ता तस्तै भएको हुनुमा रिस उठेछ विनतालाई, आफूले पाएको फुल फुटाएछ। त्यहाँबाट एउटा बच्चा निस्को फुल फुटाउनु बित्तिकै बच्चा जन्म, त्यो बच्चालाई के भन भने सौताका रिसाले आफ्नो सासुले सौताका सासुले हिँडेर भनेर आफ्नो सासुले फुट्ने। तिमीमा भित्र मसरी इच्छा भएको कारणले गर्दा जसका रिसले तिमीले फुल फुटायौ त्यसै कि कमारी हुनु पर्यो भनेर श्राप दिन्छन् छोरा। तिनै फुलको नाम हो, छोरा नाम हो, उनको नाम हो अरुण। अरुण भनेका सूर्यका सारथी हुन्। आफ्नै आमालाई श्राप दिनुको लागि तिमीलाई अप्ठ्यारो लाग्दैन बाबु? विनताले आफ्नो छोराहरूलाई भन्दा मलाई फुटाए गरेर अर्को फुल नफुटाउनु, यही फुलले हजुरको रक्षा गर्नेछ भनेको थियो। त्यहाँभन्दा पछाडि अर्को फुलबाट जन्म्या हुन् गरुड। अरुण र गरुड दुईजना दाजु। अब त्यो के भयो? माना अझै सतानी। सतानी भनेको भने राजा जन्मेजयका छोरा है भने यादरी बक्सेला परिचितका नाति हुन्। तपाईँका हजुरबालाई ब्राह्मणको श्राप परेर, हिजो आएको थियो ब्राह्मणको श्राप परेर कलिका साथमा संवाद हुन लागेको थियो। कलिको साथमा संवाद पनि भएको थियो। कलि गएर उहाँको श्रीमान गएर बस्लिँदाले सुनमा बसेस् भनेर दिएको थियो वरदान। त्यही वरदानका प्रभावले गर्दा ऊ श्रीमान गएर बसिएको थियो। सुनमा गएर सुनमा गएर बसेको कारणले गर्दा उहाँको बुद्धि भ्रष्ट भयो। ब्राह्मणका लागि सर्वको मार्न आउँदा उहाँका छोराले आजका साथीका दिन मर्नु पर्यो भनेर लगाइदिसकेपछि त्यसैका प्रभावले गर्दाखेरि अनि राजा परीक्षित हजुरका पिताजी, राजा सतानिक हजुरका पिताजी जन्मेजय राजाले सर्प यज्ञ गर्नुभयो र सारा सर्पहरू आएर मरे। आमाका श्राप मुख्य जुन शत्रु हो त्यो चाहिँ मर्न सकेन। किन मरेन भनेर सोद्धाखेरि किन नमर्या भन्ने प्रसङ्गमा चाहिँ उनका भान्जाले बचाइदिए। भान्जाहरूले कसरी को हुनु भान्जा भनेर सोद्धाखेरि उहाँले भन्नुभयो अघि यायावर नामको वंश बुझ्नु है। यायावर नामको वंशमा एकजना जरदकारो नाम दिएका ऋषि उनी बेरै नगरीमा बसिरहेका थिए। एक दिन घुम्दै घुम्दै गइरहेका थिए। बाटो जाँदाखेरि उँधो मुन्टो परेर मान्छे झुनिराखेको दया लाग्नुका लागेर
तिनी उनी मण्डपबाट झुन्नु लागेको मान्छे झिक्न पर्दाखेरि भो तैँले नछौ हामीलाई तैँले झुन्नु पर्दैन कसले झुन्नाइदियो भने झुन्डाउने भने तै नै हो। मैले के गरेछु त भने एउटा पितृ भनेका हामी हौ तैँले बिहे गरिनस् बिहे नगरे हुनाले हामीलाई मुक्ति पाएन हामी पितृबाट हामी छुटेनौँ भनेर जब सुनाउने बित्तिकै उहाँले के भन्नुभयो भने यदि मैले बिहे गर्नुपर्छ भनेदेखि अनुहार पनि मेरै जस्तो भयो कि बोली वचन पनि मेरै जस्तो भयो कि हिँडाइ डुलाइ सबै मेरै जस्तो भएको चाहिन्छ। धेरै राम्री श्रीमती हुँदाखेरि पनि हेप्छे नराम्री भयो भने पनि अर्काले खिसी गर्छ बाटी भयो भने पनि तलाउँछ लाटी भयो भने पनि गर्मी चल्दैन। म जस्तै स्वभावको चाहिन्छ फेरि मेरो श्रीमतीको नाम पनि मेरो जस्तै नाम भएको चाहिन्छ अरे केटी केटाको नाम एउटै चाहिन्छ भनेर उनको नाम जरदकारु र केटीको नाम पनि जरदकारु नै भएको नाम गरेको केटी चाहिएको नाम पनि एउटै रूप पनि उस्तै पढाइ सबै भएको त आफूलाई जेठी पनि नहुने रे आफूलाई अब केटी पनि नहुने। श्रीमती जेठी भयो भने के हुन्छ भनेदेखि सधैँभरि त्यो श्रीमान अल्लर जस्तो लाग्छ अरे श्रीमती उसैन जतिसुकै जानी सुनी श्रीमान भए पनि तपाईँको त केही बुद्धि नै छैन भने यसो गर्नु पर्दैन भनेर सुन्ने हेर्नु। श्रीमती भनेको श्री भनेको राम्रो खालको मती भनेको बुद्धि दिने के बुझिरहे तपाईँलाई केही थाहा छैन के नजानेको कस्तो मान्छेसँग पनि चाहिँ नसकिने भयो तपाईँसँग मैले कति भन्नु त्यस्तै उस्तै पढ्यो भने तपाईँको त के पो हुन्थ्यो पनि भन्ने आज म जति पढेर यतिसम्म बनाइरहेर बुझ्नुभयो कुरा म जति पढेर यतिसम्म बनाएँ भनेर सुन्नु नि सामान्य हुँदा त जेठी हुँदाखेरि त तँ सधैँभरि श्रीमान अल्लरे केटाकेटी केही पनि नजानेको केही पनि नबुझेको जस्तो लाग्छ साह्रै केटी भयो केटाकेटी भयो भने पनि त्यसले के आफ्नो मनको भावना बुझ्न सक्दैन। उही बराबरीको चाहिन्छ भनिसकेपछि हुन्छ अरे कसले कोसँग विवाह गरे भने त नागहरूकी बहिनी थिइन् एउटी जरदकारु नागकी बहिनी थिइन् ऋषिको नाम पनि जरदकारु केटीको नाम पनि जरदकारु जरदकारु नामकी केटी जरदकारु नामको ऋषिका लागि विवाह गरेर दिएछन्। विवाह गरेर दिनाखेरि उनले के भने एक दिनको कुरा हो आफ्नै श्रीमती सँगसँगै बसेपछि उनलाई निद्रा लागेछ किन निद्रा लाग्यो हजुरका लागि भने घरभित्र गएर सुन्नु भने म अन्त जान्न कल्याणी म तिम्रै काखमा निदाउँछु भन्नु श्रीमान आफ्नो श्रीमानलाई काखमा सिरानी दिएर राखेकी थिइन् सुताउकी थिइन् तिनले श्रीमानले भन्नुभएको थियो जस्तो सुकै भए पनि मलाई नबोल भाइ यदि केही गरी बोलायो भने तिम्रो र मेरो हुन्छ पिछोडो हुन्छ भनेर भन्दैछ मलाई निदाका बेला बोलायो भने तिम्रो मेरो पिछोडो हुन्छ भन्ने त्यसो भनेर सुतेको श्रीमान घाम अस्तायो सन्ध्याकालको साँझका सुत्नु हुँदैन भन्छ दिनभरि पो उठाउनु होला त साँझ परिसकेपछि साँझ सुताउनु भयो भने जस्तो लगाएर आफ्ना गोडा यसरी हल्लाइदिनु भयो हल्लाइसकेपछि श्रीमान बिउजाउने बित्तिकै तल्ले मलाई बिदा आज बिउजाइसकेपछि अब त मेरो घर भन्नु पर्दैन धेरै माइती घर जा भनेर श्रीमानले लगर्दै जान्छ बिचरा रुँदै रुँदै माइती गएको माइत जाँदाखेरि पनि यो घर माइती घर त बस्न पाउँदिन त फर्केर घर जा माइती भन्छन् घर जा श्रीमान भन्छन् माइती जा अब बस्ने ठाउँ कतै पनि रहेन श्रीमानले दुःख दिएका कामले गर्दा घर माइती घरमा जाँदाखेरि सबै दाजुभाइले घर जाऊ मात्रै भनेका कामले गर्दाखेरि अब रुँदै हुने भन्छन् के भन्छन् त्यो भने गर्छु म त पुकार माइती हो छेली कोनी गराउँ
जब यस्ता प्रकारले तिनी जलकारले आफ्ना दाजु र भाइहरू नागहरूका साथमा धडीधड भइसकेपछि बस्दा सधैँभरि यही घरमा बस्छ बहिनी, तर छोरो मिलाइकन चाहिँ बस्न पाउँदिनौ रे। एउटा भान्जो हो ल्याउनु पर्छ रे, अनि मात्रै बस्न पाउँछ। माइतीहरूले यस्ता प्रकारका कुरा गर्दा काखा चेलो नलिकन ल्याउन दिन्न, बस्न दिँदैनौँ भनिसकेपछि उसले उहाँले भन्नुभयो काखा नभए छ भने भएदेखि देखाउनु पऱ्यो नि त। काखा भने काखा त छैन, तर कोखा मान्छेको खा चाहिँ कोखा मेरो छोरो छ भने हुनाले अस्ति अस्ति भने हुनाले तिनी छोरा जन्मेपछि आस्तिक भन्ने नाम रह्यो। अनि यिनी आस्तिक नाम रहेका ऋषिले राजा जन्मे जय तपाईँका पिताजीले सारा नागहरू हवन गर्न लागेका बेलामा भिक्षाम देही भनेर भिक्षा माग्न जाँदा के इच्छा छ गुरु दिनुहोस्, अब भिक्षा दिन्छु भन्दाखेरि यो यज्ञ रोकिदिनु भनेपछि टक्क यज्ञ रोकिएर आफ्ना नानाहरू बचाउनु भएको थियो। त्यही भान्जाले बचाएको नागहरूले भनेर
आस्ते ऋषि भनेको नागहरूका भान्जा हुन्, जलकाका छोरा हुन्। अनि जब तुलसी कर्म त यसरी भयो, अब ती उत्तङ्ग नामको ऋषिले किन उचाल्दिनु हो राजा जन्मेजयका लागि तपाईँका हजुरबालाई सर्पले टुक्रा मारिसकेपछि तपाईँका पिता आनन्दसँग राजकाज गर्दै हुनुहुन्थ्यो। राजकाज गर्न आएको बेलामा आएर किन उहाँले उचालिदिनु भयो भन्ने प्रसङ्गमा चाहिँ उहाँले फेरि भन्नुहुन्छ, महाराज हजुरका लागि कुराको याद छैन। अघि एकजना यिनी युतङ्ग नामका ऋषि गुरुकुलमा पढ्न जानुभएको थियो। गुरुकुलमा पढ्न जाँदा सबैजना खुसी थिए, ऋषि पनि खुसी हुनुहुन्थ्यो। त्यही गुरुकुलमा पढ्ने क्रममा एक दिनको कुरा हो, अब विद्या सबै पारङ्गत भइसकेपछि जानु पर्यो घरमा भन्नु लाग्दाखेरि गुरुआमा तपाईँलाई दक्षिणा के चाहिन्छ भनेर मेरा कान बुझ्छैछन् भन्नु गुरुआमा गहना चाहियो। कस्तो गहना ल्याइदिनु आमा भने कानभरि कान छेडेर गहना लाउने भनेको छ। गहना चाहिँ अब कानभरि झपट्ट गएको छ, राति बत्ती बाल्नु पर्यो भने त्यो गहना लगाएको के महत्त्व हो। गहना लगाएपछि झल झल अनुहार पनि बढोस्, राति पनि बत्ती बाल्न पर्यो भनिसकेपछि त्यस्तो प्रकारको गहना कहाँ पाएन, कहाँ भेटाइन भन्नु खोजी जाँदा सौदास नाम्रेकी महाराजनी पत्नी मदयन्ती नाम्रेको रानी कहाँ रहेछ। रानीलाई गहना नआएको, रानीले मेरो श्रीमान घर हुनुहुन्न, अब बन्न जानु भएको छ। श्रीमानलाई भन्नुपर्छ श्रीमतीले गहना झिकेर दिन मिल्दैन भन्नु उहाँले। श्रीमान कुन वनमा हुनुहुन्छ भने वनमा राक्षस भएर बस्नु भएको छ, ब्रह्म राक्षस भएर बस्नु भएको छ। उहाँको आदि लिन ल्यायो भनेदेखि म गहना बोकालेर दिउँला भने चाहिँ हुन्छ अरे भने गएको। जङ्गलमा जाँदा ब्रह्म राक्षसले खाना दिएको, हे राक्षस राज मलाई नखाऊ, तिम्रो आहारा म बन्दिउँला, तर मेरी आमालाई गुरु आमालाई दक्षिणा दिनुपर्ने छ। हजुरको साथ अब घरबाट दक्षिणा गुरु आमालाई तँ गहना लगाएर जिम्मा लाउँछु, त्यसपछि आएर तिम्रो म आहार भनौँला भनेर आफ्नो ज्यान बाजी थापेर धरामा राखेर फर्केर आउनुभयो। गुरु आमाका साथमा आएर अब त्यो महारानीका साथमा आएर भन्नु गर्न दिनुहोस्। श्रीमानले हुन्छ भनेको छ भने उहाँको आहार बनिदिन्छु, मलाई खाना आएर तिम्रो श्रीमानले म तिम्रो आहार बनिदिन्छु, तर गुरु आमालाई दक्षिणा दिएर आहार बनिदिन्छु भनेको छु। त्यसपछि लिएर जाऊ भनेको छ। बादशाह बन्दिनमा परेको छु, म आहार तपाईँको श्रीमानको आहार बनिदिन्छु, मलाई गहना चाहिँ भोगालिदिनुहोस् भनेपछि श्रीमान भोगाएका छन् भने भोग लागिसकेपछि संसारमा अन्नभन्दा ठुलो कुरो केही छैन। अन्न खान पो पाउनु पर्यो नि त। गहना लाएर के हुन्छ र श्रीमान उहाँ भोगै छन् भने मैले गहना लाएर औचित्य भएन भनेर लागा गहनाहरू फुकालेर दिनुभएको छ। बाबु यो गहना भैँमा राख्यो भने हराउँछ, अशुद्ध अवस्थामा लाग्यो भने आफै मरिन्छ भन्नुभएको थियो। 12 पुग्दाखेरि लघु शङ्का लागेछ। लघु शङ्का भनेको सु लागेछ कि अब अशुद्ध मलमूत्र त्याग गर्दाखेरि लगाएको त अब अशुद्ध हुने भयो नि त। लव लाइकन बोकिकन त्यो सु गर भने पनि के हुने भयो, आफै मरिने भयो, भैँमा राख्ने भयो, गहना हराउने भयो, आपत पर्छ। रुखा आँगन उनीहरू सु गर्नु भनेर गएछन्, त्यही बेला बाँदरले आएर रुख लगाइदिएछ। रुख लगाइदिएपछि त्यो गहना खसेछ। यो तक्षक नाम्रेको नानीले फुट्टा मुख हाल्यो, फुट्टो दुराले छिरिहाल्छ। आफ्नो ज्यान धरामा पारबाट लिएर आएको त्यत्रो गहना यसले खायो भनेपछि र दुराभित्र पसेर कहिले मार्नुलाई यो सर्पलाई भयो त। आज ठ्याक्क मिल्यो नि त। राजा परीक्षितलाई यही सर्पले तक्षक नाम्रेको नानीले टोकेको। उनका छोरा विचारले यसलाई पुल्नु लाउनुपर्छ भनेर यसलाई पुल्नुलाई भनेर बिचरा उनले एक सुरुवात गरेको, तर इजी मरेनन्। मरण चाहिँ को मरे? निर्दोष सर्पहरू मरे। दोषी सर्प मरेनन्। बाँकी रहेका सर्पहरू चाहिँ फेरि यहाँ किन कसरी मरेनन् ती चाहिँ दोषी सर्प चाहिँ किन मरेन त भन्ने प्रसङ्गमा
भएका सर्पहरूलाई त उहाँले श्राप दिइहाल्नुमा आमाले बाँकी भएका सर्पहरू थर्न काम आमा हजुर जे भन्नुहुन्छ त्यही मान्छ भने यहाँले आत्तिहाले ल तिम्रो गइहाल कराउनु म राति नै गएर ती सबै सर्पनागहरू गएर त्यो सूर्यका घोडामा गएर लपक्क टाँसिएछ भोलिपल्ट बिहान हुने बित्तिकै दिदीलाई अरूलाई घाम गरेर त म जान्नु नि मेरो हिँडेर भनेर दिएर गइहाल्नु लिएर नागरी सूर्यका घोडा पर्वत हुँदा काला छ कता पनि घोडा तिमी भन्थ्यौ सेता मैले भनेको थिएँ कि किन काला भनेको थियो उही जानुपर्छ कि भो भने जाउँ न एकचोटि पुग्न चाहिँ पुगौँ भने मलाई त गोडा दुखेर गाह्रो भइछ हारी भनेदेखि हारी भन दिदी दिदी अब होइन भन्थ्यो भने जाऊ म चाहिँ जान्न भन्ने उहाँ गएर अब हारिहालिन्छ नि भनेर परवडा देखाइदिउने घोडा सेता घोडामा काला साप देख्ने बित्तिकै टक्क लाग्ने बित्तिकै काला घोडा देख्यो बिचरा दिदी उनको कमारी बन्नुपर्ने हो छोराका श्रापका कामले गरिकन अन्तिममा गएर सधैँभरि अब आफ्नै आमा अर्काको कमारी बनेर बस्नु पर्दाखेरि त्यो बिचरा कान्छा छोरा गोरुलाई पिर परेछ अनि भन्नुभयो सानीमाका सापमा गएर सानीमा मेरी आमालाई तपाईँले छुट्याइदिनु बग्छु भनेपछि यो गोरुले मेरा छोरालाई खान्छ सर्प खान्छ नि मेरो गोरुले उसकी आमालाई कमारी बनाएको रिसले खाएको गोरुले पनि आफ्नै आमालाई कमारी उसकी आमाले बनाएको हुनाले त्यो आमाको त गरिसकेको छ त छोरा त नि त्यो छोरा काम टाल्थेको एला हो तिमी मैले भनेको कुरा मान्छौ भने मेरा छोरा सर्पहरूका लागि लिएर आएर स्वर्गबाट अमृत खुवाइदेऊ भन्नुभयो अमृत खुवाए त मेरा छोरा मर्दैन त्यसले मार्न सक्दैन भन्ने पनि आमालाई बरु दिदीलाई त छुटाइदिन्छ छोरा राख्छन् भने दिदीलाई छुटाउनु कुरो गाह्रो हुन्छ अरे भनेर गरुडले गएर राजा इन्द्रसँग लडाइँ गरेर अमृतको घोडा लिएर आएर सानीमालाई जिम्मा लगाइदिनु भयो छोरा जिराचललाई भनेको थिएँ कान्छा छोराले नफुटाउनु यही छोराले तपाईँलाई दासबाट छुटाइदिन्छ भने त छुटाइदिनु न भने अनि दासीबाट आमालाई छुटाइदिए नागहरूले अब अमृत खाना आउँदाखेरि बिचरा गरुडलाई फेरि पऱ्यो आफ्ना शत्रुलाई आफैले लिएर आउनु देखाउनु लाग्यो है तिमीहरू नुहाइकन खाने भने उनले नुहाउनुपर्छ अमृत खाना भने अमृत खाना नुहाउनु पर्छ नुहाउनु जा भनेर लगाइदिएछन् अनि तिमी सर्पहरूले लिएर गएर उसका घारीमा लगेर लुकाएर राखेको थियो क्या त्यो अमृतको घोडा थियो उताबाट नुहाएर आउँदाखेरि इन्द्र महाराजले त्यो लुकाको घोडा बोकेर कुदेर गएछन् आफै फर्केर आउँदाखेरि छैन त्यो घोडा न त पोखिया छ कि भनेर चाटो लाग्दाखेरि स्वाट भएर जिब्रो काट्दैछ सर्पको उसके र दुई जिब्रे सर्पहरू भए महाराज यस्तो प्रकारका कारणले भएको हो त्यही भएका कारणले गर्दा आज तिनी आस्तिक नागरिका मुनिले डढ्न लागेका बेलामा मर्न लागेका बेलामा पञ्चमी तिथिका दिनमा भान्जाले मामालाई जुगाएको हुनाले त्यो पञ्चमी तिथि न्याका लागि साह्रै प्यारो भएको हो पञ्चमीका दिनमा सब नागको पूजाआजा गरिसकेपछि अनि नागलाई प्रार्थना गर्नु ढोग्नुपर्छ के मन्त्र लगाएर ढोग्नुपर्छ भने यहाँ लेख्या छ सर्वे नागा प्रियान्तामे एकजिति पृथ्वी तले एसा हेली मरि तिस्ता यन्तरे दिवि संस्थिता येन देशु महानागा ए सरस्वती गामिना ये पापितरागेषु तेषु सर्वेषु वै नमः सर्वे नागा प्रियताम हे नागहरू सबै अब खुसी भइदेऊ एकजित पृथ्वी तले यो धरतीमा बस्ने नागहरू एजा हेली हेली भनेको सूर्यमाका साथमा बस्ने मरि तिस्ता भनेको सूर्यका किरणमा बस्ने नाग पनि बुझिदेऊ दिवी संस्था भनेको देव स्वर्गमा बस्ने नाग पनि बुझिदेऊ अन्तरे भनेको आकाशमण्डलमा बस्ने नाग पनि बुझिदेऊ नदीसु भनेको नदीमा बस्ने नागहरू सरस्वती गामिना भनेको तलाहरूमा बस्ने नाग बापी भनेका नागहरूमा तलाहरूमा र सरोवरहरूमा जहाँ बस्ने नागहरू सबै नागहरू मेरा नाग मपट्टि खुसी भइदेऊ भनेर यस्ता प्रकारले नागका लागि अब पूजाआजा गर्दछन् तिनका लागि पूजा गरेर मिष्टान्न नैवेद्य चढाउँछन् भनेदेखि तीसँग नाग राजा साह्रै खुसी हुन्छन्
यही नागको पूजा गरेको प्रभावले गर्दा द्वापर युगका बिचमा बहुत पराक्रमी रोग रहित राजा बनेर बस्न पाइन्छ। त्यस्तो प्रकारको नाग हो। यस्तो प्रकारको महत्त्व रहेको छ भनिसकेपछि लौ न प्रभु नागले टोकेर सर्पले टोकेर मान्छे मरेपछि अगाडि पर्छ भन्छन्। अब त्यसबाट चाहिँ के गर्ने होला भन्नुहोस् नागलाई सर्पले टोकेर मरेका छ भने त्यसलाई पञ्चमी तिथिका दिनमा नागको चित्र बनाएर अथवा फुलहरू चढाउनु, नागहरूका लाका नाम लिएर बास अनन्त नागराजाय नमः, वासुकी नागराजाय नमः, शङ्ख पद्म कमल कर्कोटक अशोक धृतराष्ट्र शङ्खपाला कार्य तक्षक पिङ्गल आदि गरेका नागहरूका नाम रहेका छन्। यिनी 12 नाम जपेर गर्ने पूजा गर्दछन् भने तिनका लागि नागले टोकेर मरे पनि कुनै प्रकारको अगाडि पर्दैन भनेर बुझाइदिनु लौ न मेरो भगवान्। अब नागे यो सर्पको कहिले गर्भधान हुन्छ, कसरी सर्प जन्मन्छ, कस्ता प्रकारका सर्प रहन्छन्, मलाई सबै चरित्र बताइ